चाहिँ यो बेचे बन्यो त्यसमा लाग्नुभयो बन्यो कि आज आफ्नो पालामा भएछ बन्यो कि बनेन त्यो बन्यो कि बनेन त उहाँलाई सोध्नु मलाई बस सोध्नु हो यही मैले भनेको त्यो बन्यो कि बनेन त भन्नु आजको मितिमा तपाईँले यो बोलेको भिडियोबाट कति पैसा आउँछ खगेन्द्र सुनारलाई राष्ट्रसभाको बिग शो भन्दा फरक पर्दैन। नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाएर छान्नै जरुरी छैन। संसदमा पनि तपाईँले भनेको जस्तो अराजक भएर भनौँ है तपाईँले यदि पेल्नै चाहेको भए धकेल्नै चाहेको भए ठेल्नै चाहेको भए नसुने पनि केही हुँदैन। विपक्षीको कुरा सुन्दै नसुन्दा पनि केही फरक पर्दैन। हामीसँग बहुमत छ, हामी टेबल हान्दिन सक्छौँ। आजभोलि वर्ल्ड कप चलिरहेको छ, त्योभन्दा राम्रो त खगेन्द्र सुनारको इन्टरभ्यू नै छ। तर हाम्रो अब एकैछिन नेपालले भारतको सीमा पनि मिच्या छ भन्दा फेरि एकछिन नमिसाउनुहोस्, फेरि अलि जाउँला त्यता पनि जानु होला। अर्थमन्त्रीले तलमाथि गर्नु भएको छ भने उहाँले आरोपै लगाइसक्नु भयो। अब तपाईँले होइन भने प्रमाणित गर्दै भयो नि। त्यसमा दुई मात्रै छैन, समिति बनाइदिए भयो त। यसमा दुई मात्रै छैन, सबै कुराको मैले समिति तपाईँले आफ्नै सरकारकै या पार्टीकै कोही मान्छे राख्नुहुन्छ क्या? मेरो भेटिने नाकलाई छानबिन समिति बनाएर नाक कहाँ पर्छ भन्न जरुरी नै छैन। त्यसमा नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाएर छान्नै जरुरी छैन। उहाँसँग तपाईँले तर्क वितर्क गरेर सक्नै हुन्न। सिंहदरबार त्यही छ, अर्थ मन्त्रालय त्यही छ, दरको रेट हेरफेर भएको कति हो भन्ने कुरा स्पष्ट छ। त्यसमा के छानबिन गर्नुपर्ने एउटा कुरा म तपाईँलाई बताइदिनु। त्योभन्दा पहिला चाहिँ अर्थमन्त्रीले भनेको कुरालाई धम्कीको रूपमा चाहिँ भनिएको छ। यस पूर्व विष्णु पौडेल अर्थमन्त्री हुने बेलामा उहाँले जसरी तलमाथि पारेको हेरफेर गरेको सच्याएको भनेको जे थियो हाम्रो भन्दा धेरै लामो लिस्ट छ उहाँको। हामीले गरेको यति हो भन्छ भने तिमीले गरेको पनि यति छ हामीसँग, तिमीले गरेको पनि यो यहाँ त लेनदेन रहेछ नि त कुरा होइन। लेनदेन पनि होइन, तिमीले गरेको कुरा यति गर्यौ अब हामीले नि यति गर्छौं अनि मिलाम त्यसो पनि होइन। फेरि त्यसलाई तपाईँले पत्रकार राजेन्द्र बानियाले भन्न सुहाएको राजेन्द्र बानियाले किन नसुहाउने? त्यति त सुहायो। तपाईँ के भन्नु भएको छ पक्नुस् न। म माथि प्रश्न उठेछ मैले जवाब दिनु पर्यो नि। म सोनी वाग्ले होइन क्या, मेरो जवाब चाहिँ खगेन सुनारले दिने। ठिक छ, अहिले मलाई फुर्सद नभएर मभन्दा खतरा दिनु। मेरो जवाब मै दिन्छु। तपाईँले के भनिरहनु भएको छ? विष्णु पौडेलले यति धेरै गरेका थिए। तपाईँले के भनिरहनु भएको छ? अर्थ मन्त्रालयभित्र सीसी क्यामेरा मुसाले काट्यो। अहिले सरकार कसको छ? डेफिनेटली हाम्रो छ, रासोपाको छ। कोसँग छ अहिले डाडु पन्यु? स्वाभाविक रूपमा हामीसँगै छ। त विष्णु पौडेल इन्टरभ्यू हेर्दा म चाहिँ एकदम कन्फ्युज भएँ। यहाँ पत्रकार राजेन्द्र बानिया सर हो कि खगेन्द्र सुनार हो? कहाँ छन्? भैँसे पार्टीतिर होलान्। जनार्दन शर्मा कता छन्? हामीले त्यो सही भयो कि गलत भयो भनेको होइन। अब तपाईँलाई मैले बताउन खोजेको, उहाँलाई उदाहरण दिन खोजेको यति मात्रै हो। संसदीय मान्यता तीन तरिकाले चल्छ। एउटा त्यसको आफ्नै विधि विधान हुन्छ, एउटा अन्तर्राष्ट्रिय अभ्यासहरू के रहेछ त्यसरी हेरिन्छ, अर्को चाहिँ परम्परा के थियो त्यसो पनि हेरिन्छ। उहाँले के भन्नुभयो फेरि जे गर्नुभयो म तपाईँलाई आज स्पष्ट तपाईँलाई यो सपोर्ट पनि होस् र आम जनतालाई यो ऊ पनि होस् के भएको रहेछ भन्ने सन्दर्भमा। अब त्यो भइसकेपछि त्यो टाइपिङको क्रममा कर्मचारीले मिस्टेक गर्यो। तपाईँले अहिले भनेको छ नेतृत्वकर्ता को हो त? फेरि हामी हो, अर्थमन्त्री त्यहाँको त्यो अर्थ मन्त्रालयको नेतृत्वकर्ताको हो, अर्थमन्त्री हो भनेपछि स्वाभाविक रूपमा उहाँले चाहिँ कर्मचारीले गरेको त्यसलाई पनि आफ्नो शिरमा हालेर यो जिम्मा मैले लिनुपर्छ, मैले जवाफ दिनुपर्छ। सदनलाई जानकारी गराइसकेको विषय यो हो भनेर बकाइदा देखाएको विषय अब छुट्टै छानबिन समिति गरेर रोइलो गर्नुपर्छ भन्ने लाग्दैन एउटा कुरा। दोस्रो कुरा राष्ट्रवादी भनिएका दल तपाईँलाई लाग्छ उहाँहरूलाई चाहिँ छानबिन समिति चाहियो नि त, प्रतिपक्षले माग्यो नि, त्यसमा भन्न सकिन्छ। मैले फेरि पनि भने कहीँ कतै नदेखिएको कुरा हो भने त्यो उहाँले भनेको जस्तै होइन। तपाईँले भनेको तपाईँहरूको समस्या चाहिँ के थियो? आई एम मिस्टर राइट क्या, यु आर नट मिस्टर राइट, अदर्स अल्सो विल बी मिस्टर राइट। अरूले पनि सही कुरा भन्न सक्छन् भन्ने कुरा त स्वीकार गर्नु। प्रश्न उठ्यो त जवाफ दिउँ त हामीले। यतिको कडा जवाब चाहिँ दिनुपर्छ है। बडो मजा आएको छ सुन्दाखेरि। तपाईँले उहाँले भनेको जस्तै मैले पनि अर्थ मन्त्रालयमा गएँ, पाउनुहोस् छानबिन गरेर मानव डाक्टर स्वर्णिम वाग्लेले मलाई व्यक्तिगत सोध्नुहुन्छ भने स्वर्णिम वाग्लेले तलमाथि गर्छन् जस्तो मलाई लाग्दैन। त त्यो छानबिन गरेर उहाँ चाहिँ सही हुँदो रहेछ भन्ने कुरो प्रमाणित गरिदिए होइन। यसो कुरा एउटा कुरा के हो भने राष्ट्रवादी भनिएका दलहरू पाउनुहोस् है भनिदिइहाले, राष्ट्रवादी भनिएका प्रतिपक्ष भनिएका दलहरू जाने अर्थ मन्त्रालयमा त्यो डकुमेन्टहरू मगाउने हेर्ने, कोरोला नाका त्यही छ, मुस्ताङको नाका त्यही छ, रसुवाको नाका त्यही छ, आएका गाडी पाकेटमा हालेर ल्याएको छैन, हिउँ जस्तो बिलाएर गएको छैन, कहाँ राखेको छ हेर्ने, को पहिला ल्याएको को पछि ल्याएको भगेदा छ त त्यसमा त त्यो गर्न सक्छ। समिति बनाउन होइन जरुरी जे कुरामा प्रश्न उठ्छ सबै कुरा मैले अघि पनि भने अलिकता केही हुन बित्तिकै प्रत्येक कुराको समितितर्फ जान थालियो भने हिजो तपाईँले अघि भनेको जस्तो चाहिँ आफूलाई अनुकूल परेको बेला चाहिँ यो जरुरी नै छैन के पनि एउटा हो सर। आज चाहिँ लुकाउन मिल्दैन भने आज लुकाउन मिल्दैन। हिजो आफू प्रतिपक्षमा हुँदा तनहुबाट उपनिर्वाचन जितेर आए पछाडि बोल्दा चाहिँ संसदीय छानबिन समिति बनाइयोस्, तत्कालीन गृहमन्त्रीमाथि छानबिन गरियोस्, यिनले चाहिँ यो बेचे बन्यो त्यसमा लाग्नुभयो। आज आफ्नो पालामा भएछ बन्यो कि बनेन? त्यो बन्यो कि बनेन त उहाँलाई सोध्नु हो यही मैले भनेको। त्यो बन्यो कि बनेन त भन्दा बनेन हो। म तपाईँलाई यही के बताइरहेको छु भने त्यत्रो जग्ने अपराध हो भने गरौँ। तपाईँहरूलाई गुरु मान्ने छ उहाँहरूको कुरा होइन। त्यसमा चाहिँ के हो भने परम्परा मान्नुपर्छ भनेको होइन।
अनि संसदीय अभ्यासमा त पुरानोले गरेको केही परम्पराको रूपमा लिनुपर्छ भने अर्जुन सिंह केसीले हामीलाई त भ्रष्टमा राखेको त्यत्रो पढाउनु भएको त मानेको त हामीले किन राम्रो गरेका छौँ अब त्यतातिरको एउटा पार्ट भयो फेरि छलफल गर्नु तपाईँले अघि भनेको जस्तो तपाईँ कहाँ जानुभएको थियो गृहमन्त्रीमाथि गृहमन्त्रीको छानबिनको प्रश्न तपाईँले उसमा गर्नुभयो गृहमन्त्रीमाथि पाउनुहोस् तपाईँहरूले दुधले नुहाइदिइसक्नु भयो त तपाईँको उसमा त दुई मात्रै छैन तपाईँ हाम्रो अग्रज पत्रकार पनि हुनुहुन्छ सुदन गुरुङ सुन्नुहोस् है म भनिदिएँ गलत नहुन नै सक्थे त्यसमा ठिक छ तर त्यसको विधि चाहिँ त्यस्तो देखियो रक्सीले नुहाएर आउनु भन्दा त दुधले नुहाएर आएको राम्रो भएन त सक्छ त कसैले अर्थ गृहमन्त्री रक्सीले नै नुहाएर आएको भइदियो कस्तो देखिन्थ्यो होला दुधले नुहाएर आउनुभयो राम्रो गर्नुभयो उहाँले सुनपानी छर्केर आउनुभयो राम्रो गर्नुभयो प्रश्न उठ्यो संसदमा प्रश्न उठ्यो सडकमा प्रश्न उठ्यो उहाँलाई त थाहै भएन हैन गृहमन्त्रीको त उहाँहरू नथाहा त्यही अब उहाँहरूले थाहा पाउनुपर्छ त्यसकारण अब उहाँहरूले पनि थाहा पाउनुपर्छ मैले यति मात्र भन्न खोजेको कुरा के हो भने प्रश्न उठ्यो निलम्बनमा उहाँले राजीनामा दिनुभयो सरकारले छानबिन समिति बन्यो संसारमा छानबिन गर्ने भनेको त राज्यको नेतृत्व राज्यले आफ्नो भूमिका निर्वाह गर्यो फेरि पनि मैले अहिलेको के भने प्रत्येक सांसदलाई त्यो अधिकार छ सुदन गुरुङको सम्पत्ति कहाँ कति छ भनेर उहाँ त पूर्वेली हुनुहुन्छ उहाँकै धनकुटाको सागरीगढीमा पनि देखियो के छ उसमा हैन त्यो एक एक तानेर चाहिँ त्यो हेर्न सक्यो त्यसमा दुई मात्रै छैन भनिहाले जग्गा पागडमा पुगेर उसले पक्कै पनि हिँडेको छैन जग्गा त्यहीँ छ मालपोत यहीँ छ छानबिन गर्ने ठाउँमा कुनै तर खगेनजी सरकारले गरेको कामलाई नराम्रो भन्न सकिन्छ राजनलाई आज राम्रो भन्न सकिन्छ सुन्नु मैले जय जयकार गर्नु मैले पनि मैले एउटा नबुझेको क्या यी युवाहरू कति छिटो कति धेरै धनी भइसकेका रहेछन् है युवामै यति धेरै एन्टरप्रेनर हुनु यति धेरै कमाउनु त राम्रो कुरा पनि हो नराम्रो के भयो हामीले पनि नबुझेको कुरा यही हो के युवामै यति धेरै धनी कसरी भयो सरकार राज्यलाई ट्याक्स तिरेर मिठोसँग भात खाएको भिडियो फेसबुकमा हाल्यो भने अरू 4 चोटि भात खाने पैसा फेसबुकले दिन्छ अब भातै खान तपाईहरु फलोअर्स होइन फलोअर्स होइन मिठोसँग खाइदिनुस् त त्यो गाउँको पनि गाउँले चुलो भनेर चलिरहेछ अहिले गाउँले खुवाइ भने ठीक छ के हो भने यो बेलामा धनी हुने कुरालाई अस्वाभाविक पाप ठान्नु हुँदैन के तर त्यो सही मार्गबाट छैन त्यही भएर सही मार्गबाट हुनुपर्छ त्यही भएर छानबिन मरेर दुःख गर्नेहरू अहिले पनि एक साथ खान्छन् डेफिनेटली र दिनभरि डुली हिँड्नेहरू र बिचौलियाका काम गर्नेहरू यो मुलुकमा अर्बपति हुन्छन् यो चाहिँ मान्ने छैन त्यसमा त मान्ने कुरै भएन माननीय खगेन्द्र सुनारज्यू र वरिष्ठ पत्रकार राजेन्द्र बान्या सरको इन्टरभ्यू चाहिँ मलाई एकदम राम्रो लाग्यो हजुरहरूलाई कस्तो लाग्यो भन्नुहोस् है त